सम्पूर्ण साथीहरूमा दर्शन नमस्ते अनि माया माया भनेर भन्न चाहन्छु। सबैजनालाई मेरो यो भिडियोमा मस्ट वेलकम छ। सुरुबाट लिएर लास्टसम्म हेर्ने र सुन्ने गरिदिनु होला। सबैलाई मनमुटीदेखि नै माया माया सदा जस्तै आज पनि म त्यही फिटनेस सम्बन्धीकै भिडियोहरू एक्सर्साइजहरू लिएर आएको छु। अब एक्सर्साइजहरूको केही नाम नभनिकन मेरो कुराहरू सुन्दै रहनु होला, हजुरहरूले एक्सर्साइज गरेर हेरिरहनु होला भनेर भन्न चाहन्छु। अब होइन, इन्ट्रेस्ट आफ्नो एक्सर्साइज सम्बन्धी प्रति कसरी गर्ने कसरी बढाउने भन्ने कुराहरू हो, त्यो आफूमाथि नै निर्भर हुन्छ। देखेर पनि कतिपय कुराहरू हामीले सिक्नुपर्ने हुन्छ। त्यो कुराहरूलाई अलिकति धैर्य भएर होइन आनन्दले अलिकति ध्यान दिएर सुन्नुहोस्, हेर्नुहोस्। मेरो सिद्धान्त यो हो कि त्यो देखेर पनि हजुरहरूलाई पनि यसो फिटनेस सम्बन्धी जगन आओस् भन्ने विचार हो। अब हजुरहरूको मनै छैन भने त मेरो के नै भन्नु छ र, होइन र? गाह्रो छ। ल हेर्नु, सबैले कसरी उठाएको छ, मेहनत कसरी गरेको छ भन्ने कुरो अब हजुरहरूले प्रत्यक्ष देखिराख्नु भएको छ। भिडियोहरू चाहिँ धेरै लामो नै नबनाऊँ भनेको, त्यही 10-12 मिनटको बनाऊँ भन्दा यताउता गर्दै 12-14 मिनटको 15 मिनटको भइहाल्छ। त्यसलाई चाहिँ गाह्रो नमानिदिनु होला। त्यस्तो बोर लाग्ने पनि छैन होला। यसो टोनले पनि अलिकति सुनौँ लाग्ने खालको टोनहरू छन्। त्यसले गर्दाखेरि पनि टाइम पास त भइहाल्छ। भिडियो हेर्दै 15 मिनट कतिखेर बित्यो भन्ने कुरो थाहा नै हुँदैन। त्यही नै हो, समयले चाहिँ अलिकति फुर्सद नमिलेको हुँदा मैले पनि अलिकति केही कुराहरू गर्छु भन्दा पनि गर्न पाएको छैन। यस्तै छ। अनि कस्तो चाहिँ रहेछ यसलाई फुर्सद नमिल्ने भन्नु होला हजुरहरूले। मेरो कामै यस्तै छ। यो चिजलाई अलिकति मेरो ड्युटीको सँगसँगै यो चिजलाई पनि लुकाएर गर्नुपर्ने हुन्छ। फ्ल्यास जस्तो मैले देखाएर गर्न पाउँदिनँ। त्यो कुराहरू हजुरहरूले बुझ्नु भएको छैन होला। मैले लुकाएर नै गरिरहेको छु अहिलेसम्म। अब के भनेर सम्झाउँ, हजुरहरूले बुझ्ने कोसिस गरिदिनु होला। ल हेर्नुहोस्, अब यहाँ के भन्छ, यो उमेरमा आएर पनि चाहिँ के रहेछ त्यो गर्न सकिन्छ त हामीले भनेर चाहिँ ल हेर्नुहोस्, मसलअपको कारबाही चल्दैछ। या आमामा, एक फेर नसक्ने मान्छेले ल 1 होइन 2 होइन 3 होइन 4, ओहो ल हेर्नुहोस् त, एक फेर नसक्ने मान्छेले ट्राई गर्दै कसरी एक फेर सिकेँ। गर्दा गर्दै 1 होइन 2 होइन 3 होइन 4 गर्नको लागि पनि म सफल भएको छु। र यो जो पाए त्यसले सक्दैन, कठिनै हुन्छ, मेहनत बढी चाहिन्छ। त्यो कि मैले जो गरेर देखाएको छु, हेर्दा केही पनि छैन, गर्न गाह्रो छ, त्यस्तै हो होइन? रमाइलो जिन्दगी त्यस्तै हो साथीहरू, जिन्दगी भनेको। ल हेर्नुहोस् न, यो पनि ह्यान्ड पावरमै आउँछ। ल हेर्नुहोस्, सुरुमा मैले हेलो सबैजनालाई फेरि पनि दर्शन नमस्ते। भिडियोलाई अन्तिमसम्म यसो नजर लगाइदिनु होला भन्न चाहन्छु।
के हो यो गुड ल हेर्नुहोस् त भिडियो शाबास अनि कतिवटा छ हो यहाँ ठिक भिडियो चाहिँ अब लामो नबनाऊ भन्दै पनि यसो कटपिट गर्दै 10-12 मिनटको भइहाल्छ 14 मिनटकोसम्म भइहाल्छ 12 मिनट 14 मिनटको गाह्रो नमानिदिनु होला हेर्नुहोस् न एकछिन होइन हजुरहरूले नगरे पनि एक्सर्साइज मैले त गरेको छु नि पसिना निकालेको छु हेर्नुहोस् जति सक्दो हजुरहरूले अगर वेट छ भने अलिकति इन्ट्रेस्ट लिएर गर्नुपर्ने हुन्छ जिम नै गर्नुपर्छ भन्ने पनि छैन कि हाम्रो बिहानको बेलुकाको मर्निङ वाक इभिनिङ वाक गर्न सकिन्छ त्यसमा घरेसी व्यायामहरू थुप्रै छ हजुरहरूले अगर आएन भने पनि हाम्रो युट्युबमा हेरेर हजुरहरूले चाहिँ एकदम त्यो साथ गर्न सक्नुहुनेछ वेट घटाउन सक्नुहुन्छ तर आफ्नो इन्ट्रेस्ट हुनु पऱ्यो मेन कुरो होइन र इन्ट्रेस्ट नै छैन भने त हेरेन पनि मन पर्दैन होला कतिलाई हो कि होइन कतिलाई हेर्नु पनि मन पर्दैन के गरेको होला यसले पनि भन्ने भइराखेको छ होला कतिपयलाई त्यस्तै हो धुन पनि कति राम्रो पाइन खबर घर फर्की आउनुभयो मेरै हजुर भन्ने होला धुन पनि रहेछ सबैजनाले यसो सुनिदिनु होला कस्तो लाग्छ सुझाव सल्लाह पनि दिनु होला अब होइन यस्तै छ जिन्दगी कोहीको के अब कोहीलाई के मनपर्छ कोहीलाई के मनपर्छ सबैको आफ्नो आफ्नो सोच विचार होइन आफ्नो आफ्नो चाहना हो म पनि यस्तै अब फिटनेसतिरै नै लाग्यो सुरुबाट नै त्यही भएर चाहिँ स्वास्थ्यको लागि धेरै राम्रो छ फिटनेस भन्ने कुराहरू चाहिँ हजुरहरूले हेरेर पनि थाहा नै भइसकेको छ होला अब स्वास्थ्य अलिकति मोटो भयो भने पनि स्वास्थ्यको लागि हानिकारक पनि छ र हिँड्दा डुल्दा बस्दा अलिकति अप्ठ्यारो महसुस हुन्छ कपडा लगाउँदा होइन त्यही भएर त्यस्ता कुराहरूलाई ध्यान दिएर अगाडि बढिदिनु होला इन्ट्रेस्ट बढाइदिनुहोस् जिम गर्नुपर्छ भन्ने पनि छैन हजुरहरूले चाहिँ बिहान उठेर चाहिँ मर्निङ वाकिङ गर्नुहोस् 1 घन्टा आएर चाहिँ हल्का एक्सर्साइजहरू गर्नुहोस् मेहनत गर्नुहोस् पसिना निकाल्नुहोस् हल्का र इन्ट्रेस्टलाई बढाउँदै जानुहोस् जगाउँदै जानुहोस् इन्ट्रेस्ट नै हो मेन कुरा अल्छी लाग्छ काफी अल्छी लाग्छ अल्छी मान्ने होइन अल्छीलाई निकालेर फाल्नुपर्ने हुन्छ इच्छा शक्ति होइन जगाउनु पर्यो मेहनत गर्नको लागि यसलाई पनि त के रहर लागेको छ होला र हेर्नुहोस् न कसरी खिचेको छु एक्लै खिच भाइ खिच एक्लै छ जिन्दगी मेरो खास गरेर भन्दाखेरि मैले पहिला पनि भनिसकेको छु म त्यस्तो खुल्ला ठाउँमा छैन यस्तै अँध्यारोमै छु मैले भन्नाले म अँध्यारोमा छु भनेर अँध्यारोमा होइन कि केही कारणवश मैले केही चिजहरू यहाँको ठाउँहरू देखाउन मैले पाउँदिनँ
त्यो मेरो बाध्यता हो, तपाईँहरूले कुरा बुझ्नु होला। किन यसले यही मात्रै गरेको, यही मात्रै देखाएको होला भन्ने कतिपयलाई रिस पनि उठेको होला। अब के गर्ने होइन, रिस उठेर पनि के गर्नु भने भिडियो त हेर्नै पर्यो, गाह्रो छ। अब चाहिँ नयाँ ठाउँका नयाँ भिडियोहरू चाहिँ अब घरतिर आएपछि मात्रै होला, होइन भने त यहाँ बहिनी त यस्तै नै हो। खुइया भएको छ मिलन दादा, खिच कटा खिच। यस्तै हो होइन, अलिकति बडी त अलरेडी बनेकै हुन्छ नेचुरल, त्यसलाई अलिकति सेप दिने काम हामीले मेहनत गऱ्यो भने बनि नै हाल्छ। र खानपिनमा ध्यान दिनु पऱ्यो, खानेकुराहरू मैले पहिला पनि बताइसकेको थिएँ, ती कुराहरूलाई पनि ध्यान दिनु होला। र हामी फेरि आज पनि अब भिडियोको अन्त्यमतिर आइसकेका छौँ। सबैजनालाई दर्शक नमस्ते अनि माया भनेर भन्न चाहन्छु। थ्याङ्क यू सो मच, साथ सपोर्टको लागि धेरै धन्यवाद। यसरी नै अब अर्को भिडियोमा फेरि भेटुने बाचा गर्दै म फेरि आजलाई बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच भनेर भन्न चाहन्छु। सबैजनालाई मनमुटुदेखि नै माया भनेर भन्न चाहन्छु। हामीले एक आपसमा सपोर्ट गरौँ, अगाडि बढौँ भनेर भन्न पनि चाहन्छु। भिडियो चाहिँ पुरै हेर्ने कोसिस गरिदिनु होला। कतिपयले चाहिँ अधुरो पनि हेर्नुहुन्छ, त्यो अधुरोले एकदमै नोक्सान बनाएको हुन्छ। त्यो अधुरो आधा हेर्नुभन्दा बरु नहेर्न नै ठिक छ। र हेरिसकेपछि फुल नै वाच गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि बहुत मुस्किल हुन्छ अगाडि बढ्नको लागि। जति पनि हेर्नु भएको छ उहाँहरूले एकदम मन लगाएर हेरिदिनुहोस्। धेरै छैन, 10-12 मिनटकै छ, त्यति लामो पनि होइन 10-12 मिनटको भिडियो। कतिपयलाई इन्ट्रेस्ट लाग्छ हेर्नुहुन्छ, कतिपयलाई लाग्दैन। यसको जतिखेर नि खालि त्यही जिम उठाएको, फलाम उठाएको, डल्ला उठाएको मात्रै हाल्छ भन्ने कुरो पनि भयो होला। त्यस्तै हो। हुन्छ, बाइ।